सुकुम्बासीलाई त 1 किलो चामल पनि बाँड्न सक्ने हैसियत त हर्क साम्पाङमा देखेन नि त। यत्रो सुकुम्बासीको बस्तीमा चाहिँ चाड्दै हिँड्यो, भेडा बाख्रा जस्तै कुखुरा जस्तै चढ्दै हिँड्यो, तर एउटा सुकुम्बासीलाई रुँदै गरेको भोको पेटलाई चाहिँ ल खाना ल्याएर दिएको छ हर्क साम्पाङले? के को उद्धार गर्छ, कहाँबाट गर्छ? के हर्क साम्पाङले आफ्नो घर खेत बेचेर सक्छ सुकुम्बासीको उद्धार गर्नुलाई? यो त राज्य सरकारले गर्छ। राज्य सरकारको सपोर्ट गर्नुस्, किनभने हैन सुकुम्बासीको पीडा चाहिँ हर्क साम्पाङले बोल्दिने नि। बोलेर हुन्छ? बोल्ने त मस्त अभियन्ताले पनि बोलिरहेछ। सुकुम्बासीको भनौँ न पीडा दुःखमा चाहिँ आवाज बोल्दाखेरि के सुकुम्बासीको समस्या हल हुन्छ? यो गणेश बजाचार्यले बोलेर मात्रै हुन्छ? ममा र हर्क साम्पाङ के फरक छ? हर्क साम्पाङ पनि सडकमा बोल्दै हिँड्ने, सुकुम्बासीको पीडाको आवाज बोल्ने, गणेश बजाचार्य काठमाडौँमा सुकुम्बासीको आवाज बोल्दै बोले। भयो त के पायो सुकुम्बासीले? दोस्रो रङ्गशालामा पनि गयो नि त, खालि मिडियासँग भाइरल हुनुलाई मात्रै गयो। थापाथली सुकुम्बासीमा भाइरल हुनु मात्रै गयो। गौरी गाउँमा पनि त्यही भाइरल हुनु गयो। आखिरमा सुकुम्बासी पीडामा छ, मार्गमा छ, दुःखमा छ। उसको घरबार टडा सबै डोजरले भताभुङ्ग बनायो। ल मेरो घरमा बस्नु भनेर हर्क साम्पाङले कहिले एक शब्द पनि भन्नु सक्यो? म